Be like a cockroach. And there's a picture of cockroach. Cockroaches have survived all of history. हामीले विभिन्न सोच्छौं नि, be like a lion, be like a tiger, हैन, be like a eagle सुनिरा हुन्छौं, तर म आज तपाईलाई अलिकति थोरै नयाँ टपिक्समा be like a cockroach। हामी किन सांग्ले हुने त? यो एकदमै अनौठो कुरा रहेको छ। संसारमा विभिन्न प्राणीहरू हेर्नुहुन्छ हैन, विभिन्न मान्छे नै हामी ह्युमन पनि हेर्छौं। सबै कुराहरू इन्भाइरोमेन्ट अनुसार एडजस्ट हुन अलिकति गाह्रो हुन्छ। डाइनोसरकै केसमा पनि कति दिनहरु लोप भएर गइसके। जुन स्टार्टिङ देखि अहिलेसम्म चाहिँ सर्भाइभ भइरहेको र आफुलाई एकदम मजाले एडजस्ट गर्न सक्ने, इन्भाइरोमेन्टमा एडजस्ट गर्न सक्ने प्राणी भनेको वान कक्रोच नै हो। जाडो, गर्मी, घाम, पानी सबै केसहरुमा पनि उले आफूले आफूलाई चाहिँ एडजस्ट गर्न सक्छ। यो एकदमै ठूलो खुबी हो हैन। यही कुरालाई हामीले रिलेट गरेर बिजनेसमा हैन, हाम्रो पढ्ने कुराहरुमा अथवा केही गर्ने कुराहरुमा पनि हामीले रिलेट गर्न सकिन्छ कि हैन, विभिन्न अवस्थाहरु, चरणहरु आउँछ, कहिले राम्रो, कहिले नराम्रो हैन, कहिले अप एन्ड डाउन्स आउँछ। यो कुराहरुबाट हामीले समाधान निकालेर हैन, सल्युसन निकालेर कसरी अगाडि बढ्छौं र त्यो कुरालाई हामी कसरी ट्याकल गर्छौं, त्यसले एकदमै धेरै म्याटर गर्छ हैन। बिजनेसमै हेर्नुभयो भने पनि कस्तो केस आउँछ हैन, सबै कुरा छोड्दियौ कि सबै कुरा अब हुँदैन कि जस्तो केस पनि आउँछ। तर केही न केही हैन यताउता प्रयास गरेपछि फेरि एउटा सल्युसन निस्किन्छ र अनि फेरि अगाडि बढिन्छ हैन। सो त्यही भएर आफूले आफूलाई एडजस्ट गर्ने, सर्भाइभ गर्ने हैन, विभिन्न पिक एकदम प्यानिक टाइममा पनि आफूलाई चाहिँ सर्भाइभ गर्ने त्यो मेन्टालिटी, त्यो माइन्डसेट चाहिँ हामीले डेभलप गर्नुपर्छ। त्यो भयो भने चाहिँ हामीलाई अगाडि बढ्न सजिलो हुन्छ। हस्, थ्यांक यू।